यो बडी मालिका देख्नुहुने सबै साथीभाइले अथवा देख्नुभन्दा पनि यात्रा गर्नुभएको साथीभाइहरूले कमेन्ट गरिदिनु होला। मलाई चाहिँ यो दृश्य चाहिँ बडी मालिका भन्दा चाहिँ एकदमै धेरै आकर्षक छ जस्तो लाग्यो मेरो विचारमा चाहिँ, मेरो ओपिनियन चाहिँ। हेलो साथीहरू, अहिले चाहिँ हामी मयुङ जाने क्रममा छौँ र सबैजनालाई स्वागत छ फेरि पनि मेरो एसआरसी भ्लगमा। हजुरहरूलाई भिडियो कस्तो लाग्दैछ लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। ल साथीहरू, हामी चाहिँ अहिले यो डाँडा निस्किसकेको छौँ। अब हामी चाहिँ यो डाँडाको भ्यू तपाईँहरूलाई देखाउन सक्छौँ। यस्तो दामी छ। डाँडाभन्दा अलि माथि बादल छ, बादल पनि झन् माथि गइरहेछ। अरे बाप रे बाप, ओहो यता हेर त, अलि हाँसेर हेर त, यस्तो दामी आइरहेछ। तर अनुहार चाहिँ यो चाहिँ फुलै फुल छ कि कस्तो नदेखिएको हो। मेरो क्यामेरा सानो भयो साथीभाइहरु। ओए होए, मेरो क्यामेरा अलि सानो भयो। एकदम पावरदार क्यामेरा लिएर आउनु पर्ने रहेछ। यस्तो फुलै फुल छ हौ यहाँ त। बाफ रे बाफ। ल साथीहरू, अहिले चाहिँ हामी मुन्दुम पद मार्गमा अगाडि बढिरहेका छौँ। यहाँको दृश्यहरू तपाईँहरू देख्न सकिन्छ। यो मुन्दुमको चाहिँ कुरा चाहिँ हाम्रो किराँत धर्म अन्तर्गतमा आउँदछ, जसमा चाहिँ किराँत धर्मावलम्बीहरूको चाहिँ एउटा हिन्दू धर्महरूको जस्तै वेद पुराण जस्तो ऐतिहासिक ठाउँ पनि रहेको र मुन्दुम भन्ने चाहिँ हाम्रो चाहिँ एकदम मेन ग्रन्थ रहेको हुन्छ। यो किराँत जातिहरूको चाहिँ यो ठाउँ चाहिँ सोही अनुसार व्याख्या भएको र यहाँ हाम्रो तयामा खियामा हेछाकुपाहरूले चाहिँ जीवन बिताएको छुटेको उनीहरूको जीवन्तसँग चाहिँ समेटिएको ठाउँ रहेको छ। यो चाहिँ एकदम घुम्नको लागि चाहिँ एकदमै राम्रो म चाहिँ मान्छु है। इलाम पनि मलाई धेरै राम्रो लाग्थ्यो र इलामको सौन्दर्य र यसको सौन्दर्य एकदमै फरक रहेको छ। इलामको चाहिँ चियाबारी हरियाली र यस्तै मौसम रहेको छ भने यहाँको चाहिँ एकदम सामान्य साना साना तिना बुट्यानहरू र अनि यहाँको चाहिँ साना घाँसहरू घाँसे मैदानहरू जस्तोले चाहिँ एकदम यहाँको सुन्दरता देखाएको छ। तपाईँहरू देख्न पनि सक्नुहुन्छ। यहाँ तलतिर चाहिँ हुस्सुहरू लागेर हुस्सुहरू आउँदैछ। अब यो सायदै यस पछाडि यसमा हुस्सु लागेर बन्द भएको देख्न सकिन्छ। यो मुन्दुम पदमार्ग चाहिँ किराँती सभ्यता समेटेको र किराँती सभ्यता सम्बन्धी नै रहेको कारणले मात्र नभएर यो चाहिँ एकदम सौन्दर्यमा चाहिँ एकदम बडी मालिका जस्तै र जो बडी मालिका र यो उस्तै छ भन्ने आधारमा चाहिँ एकदम धेरै चलेको ठाउँ रहेको छ। यहाँको सौन्दर्य चाहिँ हामीले जति बयान गरेर पनि बयान गर्न सक्ने खालको छ जस्तो लाग्दैन मलाई। यहाँ चाहिँ तपाईँहरू चाहिँ आउनुहुन्छ भने चाहिँ एकदमै राम्रो छ। तपाईँहरूले सायदै भिडियोहरू पनि देखिराख्नु भएको होला। यहाँ चाहिँ ठाउँ ठाउँमा यसरी बस्ने प्रतीक्षालयहरू र ठाउँ ठाउँमा यसरी डस्टबिनको लागि पनि व्यवस्था डस्टबिन पनि व्यवस्था गरिएको छ। र आउँदाखेरि फोहोरहरू चाहिँ अधिकांश मान्छेहरूले चाहिँ डस्टबिनमै फालिदिनु भएको छ र घुम्न आउने मान्छेहरू एकदमै राम्रो हुनुहुन्छ भनेर उहाँहरूको चरित्र चाहिँ झल्किएको हामी देख्न सक्छौँ। हाय हाय हाय, यस्तो दामी छ यो डाँडा। ऊ माथिसम्म छ, कहिले निस्किने? त्यहाँबाट माथि पुगेपछि हामी मयुङ पुग्छौँ र मयुङमा हामी खाना खान्छौँ। खाना खाएर चाहिँ हाम्रो यात्रा सायदै त्यहाँ यसपालिको लागि चाहिँ टुङ्गिन्छ होला। यसपालि हामी छोटो समयको लागि आएको छौँ र तपाईँहरू चाहिँ सकेसम्म चाहिँ लामो समय लिएर आउनु होला, बिस्तारै यात्रा गर्नु होला। बिस्तारै यात्रा गर्दाखेरि यहाँको दृश्य रमाइलो मनोरञ्जनका साथै हरेक कुराहरू अवलोकन गरेर साना साना कुराहरूलाई अवलोकन गरेर जान सक्नुहुन्छ। ओहो बाफ रे बाफ।
जान्छ ल यहाँबाट यो डाँडा चाहिँ म अब चाहिँ निस्क्यो भनेको थिएँ अब अर्को पो डाँडा निस्किएछ ल अब यो डाँडा कहिले चढिसक्नु ओइ ओइ के चरा हो त्यो राम राम पुरै सक्लै रहेछ कति धेरै हो अहिले चाहिँ हामी मयुङमा आइपुगेका छौँ मुन्दुम पदमार्गमा पदयात्रा गर्दै हामी अगाडि बढिरहेका छौँ के रहेछ सर्पको मकै भन्थ्यो हाम्रोतिर पाकेछ ओइ ओइ तपाईँहरू यहाँको दृश्य देख्न सक्नुहुन्छ कति धेरै सुन्दर छ हे 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 आमामा कति धेरै रहेछ नि त वहाँ के पो क्यामेरा भने पारी पारी पनि रहेछ यता चाहिँ हुसुले छोपेको छ अनि यस्तै 360 डिग्रीको हामी भिडियो क्याप्चर गर्दैछौँ ल हेर्न सक्नुहुन्छ यस्तो बाप रे बाप ओ माई गड यो बढी मालिका देख्नुहुने सबै साथीभाइले अथवा देख्नुभन्दा पनि यात्रा गर्नुभएको साथीभाइहरूले कमेन्ट गरिदिनु होला मलाई चाहिँ यो दृश्य चाहिँ बढी मालिका भन्दा चाहिँ एकदमै धेरै आकर्षक छ जस्तो लाग्यो मेरो विचारमा चाहिँ मेरो ओपिनियन चाहिँ यो छ कि यो दृश्य चाहिँ मलाई लाग्छ जहाँसम्म यो बढी मालिका भन्दा चाहिँ धेरै नै सुन्दर रहेको छ तपाईँहरूले अनुभव गर्नुभएको होला हिँड्नु भएको होला र कति मान्छे त बढी मालिका पुगेर र मुन्दुम पदमार्ग पनि दुइटै पनि अनुभव गर्नुभएको होला यो र त्यसमा चाहिँ कम्पेयर गर्दा चाहिँ कुन चाहिँ बेस्ट छ मलाई चाहिँ यही बेस्ट छ जस्तो लाग्यो है त्यो बढी मालिका भन्दा चाहिँ यो चाहिँ एकदमै धेरै सुन्दर रहेको छ जस्तो लाग्यो माथिको दृश्य तपाईँहरू देख्न पनि सक्नुहुन्छ कस्तो छ र यो पारिपट्टिको पनि त्यस्तै दृश्य छ र भने यो जङ्गलदेखि पारिपट्टि पनि अर्को दृश्य त्यस्तै नै देख्न सक्छौँ हामीले है त ल साथीहरू यो भिडियो चाहिँ हाम्रो डे 2 को रहेको छ हामी चाहिँ छिमालुङबाट बसिवरी हामी चाहिँ अब मयुङ डाँडातिर जाँदैछौँ यो मयुङ डाँडा जाँदाखेरिको ओमा यतातिरको पनि दृश्य देख्न सकिन्छ यो अहिले यो डाँडाले छलेको रहेछ यतातिर पनि झन् ठुलो रहेछ नि त परसम्म पनि देख्न सकिन्छ यस्तो दामी दृश्य छ है ओहो यतातिर पनि दृश्य रहेछ है त यतातिरको पनि दृश्य हेर्नु पाउनुहोस् है त मेरो क्यामेरा ह्यान्डलिङ चाहिँ यस्तै छ है ओ मा गो टु लभ यतातिर पनि झनै परैसम्म देखिया छ है देखेकोसम्म चाहिँ दृश्य ओ माई गड देखाइएको यो परको पल्लो डाँडा देखिँदैछ भनेको डाँडादेखि यहाँ देखाउँदैछु यहाँ चाहिँ गाईहरू यसरी चरिरहेको अवस्थामा रहेको छ यो देखिरहेको डाँडा चाहिँ हामी आधी घन्टा पनि नपुग्ने रहेछौँ आधी साट यहाँ तल त्यस्तै हो गई यो पल्लो डाँडापट्टिबाट पनि डाँडै माथि देखिने दृश्य चाहिँ यताबाट पनि डाँडै माथि नै देखिन्छ त्यहाँदेखि पारिपट्टि चाहिँ कस्तो छ थाहा भएन तर त्यसको यतापट्टिको पाटोमा चाहिँ यस्तो हामीले दृश्य देख्न सक्दो रहेछौँ यहाँदेखि यो यतापट्टि पनि यत्रो ठुलो दृश्य रहेछ र यो डाँडादेखि पारिपट्टि पनि अर्को दृश्य रहेछ पारिपट्टि अहिले हुसुली एकदम मधुरो देखिया छ र यतापट्टि पनि मधुरो देखिएछ यो जाँदै चाहिँ परैसम्म यस्तो हामीले दृश्य देख्न सक्ने रहेछौँ एकदम रमाइलो एकदम ठुलो एरिया रहेछ यहाँ 9 बजिसक्यो 3 घन्टा अलि भयो होइन 2 घन्टा 20 मिनट भयो
किराँत मुन्नुम समुदायको चाहिँ आधी पेपर गएछ कुन चाहिँले च्यात्रो त्यहाँ फाल्दैछ कसैले रुख काटेर यहाँ चिल्लो बनाएछ क्या त्यहीँ त्यत्रो ठुल्ठुलो रुख छ यता रुखै छैन है किन यस्तो है किन यस्तो यहाँ फेरि हामी अल्लो डाँडामा आइपुग्यौँ माथिबाट हेर्दाखेरि चाहिँ एकदमै धेरै देखिन्छ माथिबाट हेर्दा चाहिँ सानो जस्तो देखिँदो रहेछ पानीको पनि व्यवस्था रहेछ यस्तोमा चाहिँ यो घर जस्तो गोलाइलो बनाएको ठाउँमा चाहिँ पानीको धारा व्यवस्था रहेछ यहाँबाट दुईवटा बाटो फाटिन्छ हामी चाहिँ दाहिनेपट्टिको बाटो लाग्छौँ होला यो देब्रेपट्टिको बाटोबाट चाहिँ कहाँ जान्छ मयुङ जाने चाहिँ ऊबाट रहेछ दाहिनेपट्टिबाट रहेछ सायद मुन्दुम पदमार्ग चाहिँ यो देब्रेपट्टिबाट होला सायद है सरा आधा घन्टा हिँड्नुपर्छ ल साथीहरू अहिले चाहिँ हामी यहाँ मयुङमा आइपुगेको छौँ अब हाम्रो यात्रा चाहिँ यहीँसम्म मात्र रहला जस्तो छ यो चाहिँ मयुङ भन्ने ठाउँ रहेछ यहाँ गोठहरू निकै रहेछ अब हाम्रो साल्पा पोखरी सिलिचुङ चाहिँ हाम्रो अर्को पटक आउँदाखेरि मात्र होला जस्तो छ यहाँको दृश्य चाहिँ हामीले देख्न सकिन्छ यस्तो रमाइलो रहेको छ अब यहाँबाट चाहिँ हामी खाना खाएर फेरि ब्याक हुन्छौँ होला उसु कुहिरोको डाँडासँग लुगामारी हामी देख्न सक्छौँ यति रमाइलो राम्रो रहेको छ र यो माथि पनि डाँडा हामी देख्न सक्छौँ यो माथिको डाँडा चाहिँ उतातिरको जस्तै डाँडा रहेको छ यो माथि सायद हामी जाँदैनौँ यसको खाल्टामा चाहिँ एउटा पोखरी रहेको छ त्यो पोखरी चाहिँ सायद हाँस पोखरी अथवा हान्स पोखरी हुनसक्छ